नेपाल करिब होइन ठ्याक्कै हो क्या अरे 16वटा होइन त 16वटा विभिन्न घटकहरू विशेष त नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सामेल भएर गठन भएको यो नेपाली कम्युनिस्ट पार्टीको एकीकरण पूर्ण भएको छैन। यो नेपालका सबै एउटै केन्द्रमा ल्याउन थालिएको र यो प्रस्थान बिन्दु हो। हामीले हाम्रै पार्टीहरूमा एकताको बात अगाडि बढिरहेका केही कमरेडहरू यहाँ आउन नसक्नु भए पनि फेरि पनि कमरेड नेत्रविक्रम चन्द विप्लव, कमरेड घनश्याम भुषाल, कमरेड जनार्दन शर्मा प्रभाकर लगायत सबै कमरेडहरूलाई पनि ढिलो चाँडो नेपाली कम्युनिस्ट पार्टी र नेपालको एउटै कम्युनिस्ट केन्द्र निर्माणको प्रक्रियामा सामेल हुन अपेक्षा गर्दै त्यसै गरी म अन्य जो वामपन्थी पार्टी र समूहहरू छन् ती सबैलाई पनि आदर्शलाई विचार सिद्धान्तलाई केन्द्रबिन्दुमा राखेर एकताको मर्मलाई आत्मसात गर्दै नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने यो प्रक्रियामा सामेल भएर सफल पार्नको निम्ति कमरेडहरू त्यति मात्रै होइन, देशको अहिलेको विशेष परिस्थितिमा हामी एकातिर नेपालका सबै कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई एकीकरण गरेर अगाडि बढ्ने प्रक्रियामा छौँ भने अर्कोतिर हामी नेपालका सबै देशभक्त शक्तिहरू र सुशासन र समृद्धिको पक्षप्रति इमानदार सबै सच्चा लोकतन्त्रवादी शक्तिहरूसँग पनि सहकार्य मोर्चाको प्रक्रिया अगाडि बढाउन चाहन्छौँ। यो ढङ्गले अगाडि बढ्ने प्रतिबद्धतासहित गठन भएको नेपाली कम्युनिस्ट पार्टीका सबै कमरेडहरू हिजो जुनसुकै घटकहरूमा पार्टीहरूमा समूहहरूमा भएको भए पनि अब हामी सबै एक भएका छौँ। हामीले एउटा धारा एउटा प्रकारको अर्को धारा अर्को प्रकारको लामो समयसम्म रहन दिनु हुँदैन। हामी सबै मिल हुनुपर्छ। हामी सबैले यो पार्टीलाई